छिमेकीले रोपेको रुख बिरुवाले तपाईको सम्पत्तिमा असर पर्न गएमा तपाई आफै पनि त्यो रुख बिरुवा काट्न सक्नुहुन्छ नि। हो, सही सुन्नुभयो। मुलुकी देवानी संहिता 2074 को दफा 284 अनुसार कसैले पनि रुख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर जग्गा वा कुनै सम्पत्तिलाई असर पर्ने गरी लगाउन हुँदैन। कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख बिरुवाले अन्य व्यक्तिको घर वा जग्गा वा अन्य सम्पत्तिमा फैली असर पुर्याएमा त्यस्तो रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर जग्गा वा सम्पत्ति नोक्सान नहुने गरी अरूलाई असर पर्ने रुख वा बिरुवाको हाँगो वा जरा काट्नु पर्नेछ। रुख वा बिरुवा लगाउने व्यक्तिले रुख वा बिरुवाको हाँगो वा जरा नकाटेमा त्यसबाट असर पर्ने व्यक्तिले त्यस्ता रुख वा बिरुवाको हाँगो वा जरा आफैले काट्न सक्नेछ। अर्थात् छिमेकीले लगाएको रुख वा बिरुवाले तपाईको सम्पत्तिमा असर परिरहेको छ र छिमेकीलाई खबर गर्दा पनि त्यस्तो रुख वा बिरुवाको असर पार्ने हाँगो र जरा छिमेकीले काटिरहेको छैन भने तपाई आफैले पनि त्यस्तो असर पारिरहेको हाँगो वा जरा काट्न सक्नुहुनेछ।